सो हेलो एभ्रिवान, स्वागत छ फेरि मेरो नयाँ ब्लगमा। अब केटाहरूसँग मिलेर वनमा वनभोज गर्दै हामी यहाँ म प्याज काट्दैछु, केटाहरू मस्ती मजाक गर्दैछन् होइन। अनि हामी यहाँ आएछौँ मासु अनि पकाउन, अनि रमाइलो हुँदैछ। अनि वनमा वनभोज गर्दै हामी प्याज काटिरहेछु। म प्याज काट्दैछु अनि केटाहरू एक आपसमा गफ गर्दै रमाइलो गर्दैछन्। प्याज काटिसकेपछि एकैछिनमा हामी मासुतिर जान्छौँ। र सुरजले हाम्रो सुरज एकदम शरारती केटा, सबभन्दा शरारती केटा यही हो है, हेर्दै राख्नु होला यसलाई। ल एकैछिनमा हामी प्याज कटाएर अनि फोरन सोरन दिइसक्यो मासु बनाउनलाई। एकछिनमा हामी प्याज डाल्छौँ। प्याज डालिसकेपछि यहाँ चाहिँ हाम्रो सर चाहिँ प्याज डाल्दै हुनुहुन्छ, निरज सर प्याज काट्दै। हाम्रो प्रिन्सिपल सर, प्रिन्सिपल भनेको मेरो साथी यही हो, त्यो उसलाई म प्रिन्सिपल भन्दै गर्छु रमाइलो गर्नलाई, उसलाई मजाक उडाउनलाई प्रिन्सिपल सर भन्छु उसलाई। यहाँनिर सर हाम्रो प्याज हाल्नुभयो कराईमा। प्याज हालिसकेपछि एकछिनमै हामी प्याज गलाएर अनि मासु अब हाल्दैछौँ। मासु हालिसकेपछि अब त्यही केटाहरूलाई गीत बजाउने मन लाग्यो कि। अब हाम्रो फेरि प्रिन्सिपल सर भन्नुभयो हाय, केटाहरू पनि हाय भन्दैछन्। अनि मासु हामी यहाँ पकाउँदैछौँ, हेर्दै सक्नुहुन्छ। मासु एकदम धेरै क्वान्टिटीमा आएको छ। मासु एकदम फ्रेस पनि छ होइन। हामी आफ्नै जिउँदो कुखुरा किनेर अनि उसलाई काटेर अनि पकाउँदैछौँ। मासु एकदम हेर्न सक्नुहुन्छ धेरै ठुलो क्वान्टिटीमा छ है। र केटाहरू अब गीतको लागि तयारी हुँदैको छन्। ल हेर्नुहोस् यो फनी बोय, ल सुरु भयो यिनीहरूको है, हेर्दै गर्नुहोस्। त्यसैमा हाम्रो सर पनि रमाइलो गर्दै म पनि आइसक्यो, म किन पछाडि हट्नु होइन। त्यसैले म पनि अब आइसक्यो। आइसकेपछि त्यस्तै रमाइलो गर्दै पकाउँदै खाना पकाउँदै हामी रमाइलो गर्दै थियौँ। र गरिसकेपछि अब हेर्न सक्नुहुन्छ म भिडियो अलिकति फास्ट फरवर्ड गरिदिइरहेको छु होइन। यतिकैमा अब हामी डान्स गर्दै बेलामा हाम्रो कोअर्डिनेट अकाउन्टेन्ट सर पनि जोइन गरिहाल्नु भयो। र उहाँको हेर्न सक्नुहुन्छ पुरानो स्वभावको ट्रेडिसनल डान्स हेर्न सक्नुहुन्छ तपाईँहरू। वा वाट अ डान्स, ट्रेडिसनल डान्स। र एकैछिनमा मासु पाक्यो तबसम्म हाम्रो हेर्न सक्छौँ मासुको कलर पनि कति राम्रो छ। यो वास्तवमै मासु मैले नै पकाएको मासु एकदम मिठो पाकेको रहेछ होइन। कलर हेर्न सक्नुहुन्छ, कलर चाहिँ मलाई त धेरै राम्रो मन पर्यो होइन। मन परिसकेपछि अब हेर्दै गर्नुहोस्, कलर एकदम राम्रो है, मिठो मासु पाकेको छ, एकदम मिठो लागेको छ होइन। अब हामी बस्यो खाना खान लाग्नु। ल खाना खान बस्यो हामीहरू। यहाँ हाम्रो केटाहरू उता छन् होइन। एक साइडमा हाम्रो प्रिन्सिपल सर, फेरि प्रिन्सिपल सरको मुस्कान हेर्दै गर्नुहोस्। र केटाहरू हामी बस्यौँ खाना खानको लागि। हाम्रो एकाउन्टेन्ट सर, हेलो सर। हाम्रो निरज सर त बोल्नु भएन है, निरज सर हेलो। बोल्नुभयो। यो केटा हो साबिर, सुरज। ल यहाँ हामी खाँदै गरेका छौँ, हेर्न सक्नुहुन्छ तपाईँहरू। हामी खाँदैछौँ। म चाहिँ ब्लग बनाउँदैछु एकछिनको लागि, त्यही भएर म चाहिँ यता चारैतिर सबैको फेस आउने गरी ब्लग बनाएँ। हाम्रो प्रिन्सिपल सर पनि जोइन हुनुभयो र हामी एकदम रमाइलो गर्दै खाँदैछौँ के। मासु एकदम मिठो पाकेको थियो, सबजनाको राम्रो पोजिटिभ कमेन्ट आयो। त्यसपछि हामी डान्स गर्न लाग्यौँ, हेर्न सक्नुहुन्छ। डान्स गर्न त आउँदैन तर पनि चाहिँ इन्जोय गरेको छु, डान्स गर्न सिकेको छु। हेर्न सक्नुहुन्छ मैले कुदे ए या आ ऊ गर्दैछन् सबजना केटाहरू होइन। अनि हामी पनि डान्स गर्दैछौँ, बराती डान्स भन्छौँ यसलाई। अनि खुब रमाइलो हुँदैछ। हेर्न सक्नुहुन्छ मेरो फोन लिएर सुरज या ऊ वा हि गर्दैछ सुरज। वाट डान्स सुरज। तर केटाले त राम्ररी ब्लग बनाएछ होइन। मेरो चाहिँ प्लान थिएन बनाउने, तर उसले भन्यो सर बनाएर हाल्नु युट्युबमा, त्यही भएर